पनि गयो तपाईँ पनि गयो अब यो महाराज कलिको युग हो यो मेरो राज्यमा कलिको आगमन भइसकेको छ अरे पर्दा हो यो कलियुगमा यो मेरो राज्यमा जसले धर्म कर्म पूजा पाठ गर्छ त्यसलाई अवश्य महाराज कलिले दण्ड दिनेछ यो मेरो राज्यमा म कुनै धर्म होइन कुनै पूजा पाठ होइन कुनै यज्ञ होइन यो राज्यमा कलिको राज्यमा यत्र तत्र सर्वत्र जसले पाप गर्छ जसले अन्याय गर्छ जसले हत्या हिंसा गर्छ त्यसलाई मेरो राज्यमा स्वागत छ र जसले पूजा पाठ धर्म गर्छ त्यसलाई अवश्य महाराज कलिले दण्ड दिनेछ यो धर्म रूपी साँडे पृथ्वी रूपी गाई यो पृथ्वी रूपी गाईको पनि मैले तिनै पाउ छेदन गराइदिए अहिले एउटा पाउ टेकेर लखरी हिँडिरहेको छ त्यो बसेर सुनाउँदैछ यो मेरो राज्यमा आएर ब्राह्मणहरूलाई पनि यो राज्यबाट मैले गलत पैर निकाले मैले दण्ड दिए आजबाट यो राज्यमा मैले कलह मचाइसकेको छु अब प्रजाहरूलाई पनि मैले अवश्य जसले धर्म कर्म जसले सत्कर्म गर्नेछ त्यसलाई अवश्य मैले दण्ड दिनेछु आज शरीर पनि अत्यन्तै थकी भइसक्यो अब केही समय यही राज्यमा बसेर यो प्रजाहरू त्रैमान भएको यही बसेर अवलोकन गर्नेछु आज धेरै समय पश्चात म यो राज्यमा म के क्रियाकलाप भइरहेका छन् त्यो सम्पूर्ण आफैले दृश्यावलोकन गर्नेछु मेरो राज्य चारै दिशातर्फ सुख शान्ति र समृद्धिका साथ अगाडि बढिरहेको छ मेरा सम्पूर्ण प्रजाहरू साह्रै अत्यन्तै खुसी छ यो देखेर म पनि अत्यन्तै खुसी छु प्रजाहरूलाई यसरी तडपाएको हेर्दा अत्यन्तै आनन्द आइरहेको छ यो गौमाताको रोदन अनि यो हो पृथ्वी पक्कै पनि कुनै दुष्टले मेरो राज्यमाथि आक्रमण गरेको हुन सक्छ को दुष्ट हो जसले मेरो राज्यमा यो गतिविधि घटाइरहेको छ यो हाँसो के को हो
किन गौमाताहरू यसरी रोइरहेका छन्? अरे यो कालो पुरुष मेरो राज्यमा पक्कै पनि यही कालो पुरुषको यत्रो दुस्साहस हुनुपर्छ। हे कालो पुरुष, को होस् न र किन मेरो यो राज्यमा अशान्ति मचाइरहेको छस्? यो के सुन्दैछु म? मेरै राज्यमा आएर मलाई नै को होस् भन्दैछ? हे को होस् न? अरे कालो पुरुष, त मेरो राज्यमा बसेर त मेरै परिचय माग्दैछस्। सायद तैँले मलाई चिनेको छैनस् होला। म यसै राज्यको राजा चक्रवर्ती सम्राट राजा परीक्षित हुँ। राजा परीक्षित? यो त्यही राज्यमा द्वितीयवटा राजा, यो असम्भव छ। हे परीक्षित, यो राज्यको राजा हिजो त थिइस् होला, अस्ति त थिइस् होला, तर आजबाट यो राज्य मेरो भएको छ। मैले सारा यो राज्य कब्जा गरिसकेको छु। हेर, यत्र तत्र सर्वत्र चारैतिर हेर, मेरो प्रभावले गर्दा सबैतिर पापै पाप मचिसकेको छ। हे कालो पुरुष, त ब्रह्म छस्। हे, मेरा पिता पुर्खाले जोगाएर राखेको यो सम्पूर्ण धर्म र संस्कृतिहरूमाथि तैँले हमला गरिरहेको छस्। म तँलाई चेतावनी दिन चाहन्छु, यदि तँलाई आफ्नो प्राणको मोह छ भने मेरो राज्यबाट निस्केर गइहाल, होइन भने तँलाई दण्डित तुल्याउन पनि म पछि गर्ने। मलाई दण्ड दिने त्यो पनि परीक्षितले? तमा सामर्थ्य के छ र तेरो आयु कति छ भन् मलाई। हे कालो पुरुष, भनेपछि त भित्रको घमण्ड भनेको त्यही आयुको रहेछ। अवश्य। ठिक छ, यदि तँलाई घमण्ड तेरो आयुको हो भने मेरो आयु सोधिरहेको छस् तैँले। मेरो आयु साधारण नरको जस्तो। साधारण मनुष्यको आयु कति हुन्छ? 60 वर्ष। 60 वर्ष आयु हो मेरो। 60 वर्ष? 60 वर्ष? अरे परीक्षित, बाबो 60 वर्ष आयु हुनेवालाले यो महाराज बलिलाई दण्ड दिने यो असम्भव छ। भन्, तेरो आयुको घमण्ड छ भने तेरो आयु कति छ भन्, मलाई सुन्ने इच्छा छ। तँलाई मेरो आयुको आवश्यकता पनि होइन। सुन सुन, ध्यान दिएर सुन। मेरो आयु 4,32,000 वर्ष हो। जाबो 60 वर्ष आयु हुनेवालाले 4,32,000 वर्ष आयु हुनेवालालाई कसरी दण्ड दिन्छस्? अरे कालो पुरुष, यदि मनुष्यले मात्र 60 वर्षमा राम्रो सत्कर्म गर्छ भने त्यही 60 वर्ष ठुलो हुन्छ। भन्, मैले भनेको कुरालाई तैँले मानिरहेको छैनस्। म तँलाई दण्ड दिलाउन पनि पछि पर्ने छैन यदि तैँले मेरो कुरालाई इन्कार गरिस् भने। तँलाई अन्तिम पटक चेतावनी दिन चाहन्छु, मेरो राज्यबाट निस्केर गइहाल। यो राज्यबाट म निक्लिने हो या त निक्लिने हो? मसँग युद्ध गरेर हेर, जसले यो युद्धमा पराजित हुन्छ त्यो यो राज्य छोडेर भाग्नेछ र जसले विजय प्राप्त गर्छ त्यसले यो राज्य सञ्चालन गर्नेछ। बुझिस्? त युद्ध चाहन्छस् मसँग? अवश्य, म पनि तयार छु। तर कहिले जसले यो युद्धमा जित हासिल गर्नेछ त्यो यो राज्यमा बसेर यी प्रजाहरूमाथि शासन चलाउनेछ। जसले यो युद्धमा पराजय बेहोर्नेछ त्यो यो राज्य छोडेर जानुपर्नेछ। तेरा यही शर्तलाई मन्जुर मानेर म पनि युद्धका लागि तयार छु। ठिक छ, मलाई पनि तेरो यो शर्तमा मन्जुर छ। तेरो घमण्डलाई कसरी चकनाचुर पार्छु हेर्दै जा कति। कसले कसलाई चकनाचुर पार्छ अबको केही समयमा थाहा पाउनेछ। आइज
आइजाओ। आइजा तैयार मेरो राज्यमा इसलाई त अब यो बाढले Kami semua terhubung kemana lagi? Ada sarana desa. कृष्ण अघि सम्म त खुब घमण्ड गरिरहेको थिइस् म भित्र आयु छु भनेर म भित्र बल छु भनेर खोइ कहाँ गयो तेरो बल मलाई क्षमा दिनुहोस् महाराज चक्रवर्ती शब्द युधिष्ठिर नाति महाराज परिचित हुनुहुँदो रहेछ तर मैले अहङ्कार र घमण्ड गरेँ महाराज मलाई क्षमा गरिदिनुहोस् म शरणमा परिसकेँ महाराज शरणमा परेकोलाई मरण नदिनुहोस् महाराज ए कृष्ण मेरो परिचय थाहा पाउँदा पाउँदै पनि किन म माथि जाइरहने यो चेष्टा गरिस् तैले तँलाई शरण दिन पनि धिक्कार लागिरहेको छ कली निस्केर गइहाल मेरो राजबाट मैले भने नि महाराज कहाँ छ यत्र तत्र सर्वत्र उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा गङ्गा सागरसम्म हजुरको राज्य छ यो राज्य छोडेर म कहाँ गएर बस्छु मलाई कुनै स्थान दिनुहोस् महाराज म त्यही स्थानमा गएर बस्नेछु महाराज त जस्तो कालो पुरुष यति खेडितलाई मेरो राज्यमा स्थान असम्भव छ कली मैले भनेको मान युद्ध पूर्व तेरा केही शर्तहरू थिए सायद तैँले बिर्सिस् होला ती शर्तले भने बमोजिम मेरो राज्यबाट निस्केर गइहाल छैन भने हजुरले कुनै स्थान दिनुभयो भने म पक्कै त्यही स्थानमा गएर बस्नेछु महाराज तर यो राज्य छोडेर म कहाँ जाउँ महाराज ठिक छ शरणमा परिस् शरणमा परेकालाई हाम्रो धर्ममा पाण्डव वंशीय कुलमा मरण त अवश्य पनि दिने छैन तैले भने बमोजिम स्थान मागेको थिइस् मसँग तँलाई यस्तो स्थान दिन्छु त त्यो स्थानमा गएर बस्नुपर्नेछ हुन्छ महाराज द्रुतम पानमिस्त्री सोना यत्र धर्म चतुर्विधः जहाँ जुवा तास खेलिन्छ त्यस्तो स्थानमा गएर तेरो बास जी महाराज हुन्छ महाराज हुन्छ जहाँ हत्या हिंसा हुन्छ त्यस्तो स्थानमा गएर तेरो बास होस् जी महाराज हुन्छ महाराज हुन्छ जहाँ मदिरा सेवन हुन्छ त्यस्तो स्थानमा गएर तेरो बास होस् जी महाराज हुन्छ हजुर जहाँ द्रव्यका लागि आफ्नो देह बेचिन्छ त्यस्तो स्थानमा गएर तेरो बास होस् जी महाराज हुन्छ म हजुरले दिनुभएको स्थानमा गएर बसुला महाराज तर जति पनि स्थानहरू दिनुभयो महाराज ती सबै नराम्रो स्थान भए
दिनुहोस् न। अरे मूर्ख, तेरो स्वरूप कालो, तेरो सोच कालो। मैले तँलाई कसरी राम्रो स्थान प्रदान गरौँ? तेरो लागि सुहाउँदो स्थान भनेको तिनै चारै स्थान हो। जा गएर त्यही स्थानमा गएर तेरो बास गर। महाराज, त्यसो नभन्नुहोस् महाराज। मसँग नराम्रा मात्र गुण होइन, किन एउटा राम्रा पनि गुण छ महाराज। हे कली, तँभित्र राम्रो गुण असम्भव। भन्, के गुण छ तँभित्र? महाराज, हजुर सुन्न चाहनुहुन्छ? हो, म सुन्न चाहन्छु। त्यसो हो भने सुन्नुहोस्। एक फलम नास्ति तपसा न योगिता समाधिना तत्फलम लभते सम्यो कलो केशव कीर्तनाधिराजन। सत्य त्रेता र द्वापर युगमा यो ध्यान तपस्या यज्ञ हवन बिना गर्दा पनि नपाइने फल केवल यो कलियुगमा, यानि कि मेरो युगमा जसले हरि कीर्तन गर्छ उसले सजिलै मोक्ष प्राप्त गर्छ राजन। त्यसैले हजुरले यो एउटा राम्रो गुण हजुरले मध्यनजर गरेर मलाई क्षमा दिनुहोला र कुनै स्थान दिनुहोला महाराज। ओहो, त हेर्दा यति घिनलाग्दो भए पनि तँभित्र यति राम्रो गुण देखेर म प्रसन्न भएको छु। यत्फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यकं कलौ केशव हरिकीर्तनात्। जसले जप तप गर्छ, जसले धर्मको स्थानमा रहेर आफ्नो धर्मलाई जसरी निरन्तर रूपमा पूजन गर्छ, सेवा गर्छ, यो त अत्यन्तै राम्रो कार्य हो। कली, भन्, तँलाई कस्तो स्थान प्रदान गरौँ? महाराज, के हजुरले मैले मागेको स्थान दिन सक्नुहुन्छ महाराज? अवश्य दिनेछु। त्यसो हो भने वाचा गर्नुहोस् महाराज। मेरो वाचा भयो। त्यसो हो भने महाराज म सुवर्णमा बस्छु। ए कली, के भन्दैछस् यो? हो महाराज। सुवर्णमा त साक्षात् श्रीहरि नारायणको वास हुन्छ। महाराज, हजुरले एकचोटि सम्झिनुहोस्। केही समय अगाडि वाचा गर्नुभएको थियो महाराज। हजुर वाचामा हाल्नुहुन्छ या आफ्नो वाचा पुरा गर्नुहुन्छ महाराज? म वाचामा त कलम कदाचित हार्न सक्दिनँ। ठिक छ, वाचामै नहारेको कारणले गर्दा सुवर्णमा त बास हुनेछ, तर कस्तो सुवर्ण भने चोरेर ढाँटेर अरूलाई छल गरेर दुई नमनी गरेर कमाएको त्यस्तो सुवर्णमा गएर तेरो बास होस्। महाराज, हजुरको जवाब छ। आखिर जसरी कमाए पनि सुन भने सुने हो महाराज। म अब सुवर्णमा गएर बस्नेछु। सुनमा बस्छ, सुनमा बस्छ, पाउने भए सुनमा बस्छ। कहाँबाट कुन समयले कुन रूप लिन्छ त्यो थाहा हुन सक्दैन। म यस राज्यको रक्षक भएको नाताले मेरो धर्ममा जसले हानि गर्न खोज्यो मैले त्यसको सामना मात्र गरेको हो। धर्मो रक्षति रक्षित। यदि कसैले मेरो राज्यभित्र आएर कुनै धर्ममाथि आँच हाल्ने र कुनै पनि खोट लगाउने त्यस्तो कार्य गर्छ भने चक्रवर्ती सम्राट राजा परीक्षित सधैँभरि यो राज्यको रक्षक हुनेछ। सम्पूर्ण प्रजाहरूमा यही निवेदन छ, पूजा पाठ हवन आदि इत्यादि कार्यलाई यथाशीघ्र जहाँबाट हुन्छ धन्यवाद भागवत भगवान को। हेर्नुहोस्, हामीहरूले